हेलो गाइज वेलकम हजुरहरूलाई मेरो अर्को मिनी ब्लगमा तपाईँहरू सबैलाई स्वागत छ। सन्चै हुनुहुन्छ होला तपाईँहरू सबैजना, म पनि सन्चै छु। सो हजुरहरूलाई म आज म सँगसँगै कता लैजान्छु भनेपछि तपाईँहरूले अहिले यो मिनी ब्लग हेरेपछि थाहा पाइहाल्नुहुन्छ। अब मैले चाहिँ ब्याग स्याग बिरेँ, सो हेलमेट लगाएँ। अब हेलमेट कस पार्छु। यस्तो गर्मी छ नि सुर्खेतमा, ओ माई गड, दिउँसोमा त यति गर्मी हुन्छ, त्यही भएर मैले चुल्ठी बाटे कपाल छोड्न सक्दिनँ कि गर्मीमा। अनि मेरो बाइकको हालतहरू नै यस्तो भए गराउनु पर्ने छ। बाइकको पनि धेरै कामहरू छ मैले गराउनु पर्ने, त्यो अब बिस्तारै बिस्तारै बनाउँदै जानु पर्ला। सो यो चाहिँ म नेपाल क्यान मुभमा आएको थिएँ, आज गएको थिएँ भनौँ। अनि त्यहाँ चाहिँ मेरो सामान आएको थियो, एउटा सामान मैले रिसिभ गर्नुपर्ने थियो। अनि त्यही भएर चाहिँ अस्ति नै हो मलाई कल आएको चाहिँ, तर म जानु नपाएर चाहिँ आज गएको थिएँ। अनि त्यसपछि यो बिल्डिङको फर्स्ट फ्लोरमै छ, फर्स्ट फ्लोरमा छ यो अफिस चाहिँ। अनि सामान पनि रिसिभ गरेँ। अनि त्यसपछि म 99 सपमा गएको थिएँ। मलाई त्यहाँ गएर चाहिँ एउटा मलाई कन्टोर चाहिएको थियो क्या, अनि छ कि नै भनेर गएको थिएँ, तर मैले कन्टोर चाहिँ पाइनँ। मैले यहाँको चाहिँ भिडियो बनाएँ थोरै। अनि सबै सामान पाउँछ यहाँ। तपाईँहरू पनि इफ तपाईँहरूलाई घरको सामान, किचनहरूको सजाउने, किचनहरूमा भाँडाकुँडाहरू, आफ्नो पर्सनल सबै पाउँछ है यहाँ। टाइम वेस्ट हुन्न क्या, बाहिर 10वटा दोकान चारेर त्यो टाइम खर्च हुन्न। यहाँ चाहिँ एकमुष्ट पाउँछ क्या सबै सामान। अनि मैले चाहिँ यो कपडा च्याप्ने क्लिप लिएर आएँ। अनि मलाई यस्तो भोक लाग्थ्यो, मैले पानीपुरी मगाएँ। अनि यो कसको चाहिँ बिहे रहेछ क्या, अनि यस्तो रमाइलो ब्यान्ड बाजा बजाएको थियो। अनि थोरै क्लिप लिएँ। अनि सो मैले चाहिँ पानीपुरी खाएँ। एक्लै गएको होइन, तर कहिले कसै चाहिँ एक्लै पनि मजा आउँदो रहेछ। अनि पानीपुरी खाएँ। अनि त्यसपछि चाहिँ म अब घर आएँ। ओके गाइज, थ्याङ्क यू सो मच फर वाचिङ माई मिनी ब्लग।